यीशुको साथमा क्रुससम्मको यात्रा आज 31औं दिन। धन्यवादी हुनु क्रिस्चियन जीवनशैली। प्रस्थान 15 अध्यायको 1देखि 21, भजन सङ्ग्रह 103 नम्बर, कलस्सी 3 अध्यायको 15देखि 17। तिनीहरूमध्ये एकजनाले आफू निको भएको देख्यो र उच्च स्वरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो। लुका 17 अध्यायको 15देखि 16। के तपाईँले सहायता गर्नुभएको वा भलाइको बदला भलाइ गर्नुभएको छ? तपाईँले देखाउनु भएको दयाको निम्ति के कसैले तपाईँलाई धन्यवाद दिएको छ? यदि तिनीहरूले त्यसो गरेका छन् भने तपाईँलाई कस्तो लागेको थियो? के खुसी र सन्तुष्ट महसुस गर्नुभयो? के तपाईँले उत्साहित महसुस गर्नुभयो? अवश्य तपाईँले त्यस्तो महसुस गर्नुभयो। त्यसो हो भने अब हामी दृश्य परिवर्तन गरौँ। तपाईँले कसैलाई सहायता गर्नुभयो जसका निम्ति कसैले तपाईँलाई धन्यवाद दिएन, न त प्रशंसा नै गर्यो। त्यस बेला तपाईँलाई कस्तो लाग्यो? तपाईँले कस्तो प्रतिक्रिया गर्नुभयो? के निश्चय तपाईँ दुखी बन्नुभयो? यस कुरामाथि विचार गर्नुहोस्। परमेश्वरले हाम्रा निम्ति धेरै कुरा गर्नुहुन्छ। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता र सुरक्षा गर्नुहुन्छ अनि हाम्रा निम्ति आवश्यक कुराहरू जुटाउनुहुन्छ। के हामी उहाँप्रति धन्यवादी वा कृतज्ञ छौँ? के हामीले उहाँलाई धन्यवाद भन्ने गरेका छौँ? क्रिस्चियनहरूको सद्गुणको सूचीबाट धन्यवाद दिने कुरा हराएर गएको जस्तो देखिन्छ। यहाँ ती मानिसहरूको कथा छ जो समाजद्वारा बहिष्कृत धुलोमा बस्ने कुष्ठरोगीहरू थिए। यस्ता मानिसहरूले नै हामीलाई ती सबै कुराका निम्ति धन्यवादी हुन सिकाउँछन् जुन कुराहरू हामी प्राप्त गर्दछौँ। धन्यवादी हुनु भनेको यस्तो जग हो जसमाथि क्रिस्चियन सद्गुणहरू निर्माण हुन्छन्। यसको अर्थ तिनीहरूप्रति साँचो कृतज्ञ व्यक्त गर्नु हो जसले तपाईँको भलाइ गर्छन्। यसले सधैँ एक सचेत प्रतिक्रियालाई प्रकट गर्दछ, जुन प्रतिक्रिया हाम्रो आशिषहरूभन्दा उताको स्रोततिर हेर्दा उत्पन्न हुँदछ। येशूको समयमा कुष्ठरोगीहरूलाई सामाजिक बहिष्कार गरिन्थ्यो। कुष्ठरोगलाई सबैभन्दा नराम्रो रोग मानिन्थ्यो। यो रोग लाग्ने कोही नराम्रो प्रकारले कुरूप हुन्थे। आजभन्दा 2000 वर्ष अघि कुष्ठरोगी हुनु कसैमाथि पनि परि आउन सक्ने सबैभन्दा खराब भाग्य हुन्थ्यो। शारीरिक कष्टको साथमा कुष्ठरोगीहरूले तीव्र भावनात्मक पीडा पनि भोग्नु पर्थ्यो। यस महारोगले प्रभावित मानिसहरूलाई घृणा गरिन्थ्यो र परिवारबाट निकालिन्थ्यो। तिनीहरूलाई अरू मानिस बसोबास गरेको ठाउँको छेउछाउमा आउन दिँदैनथ्यो। तिनीहरू श्रापित मानिन्थ्यो। तर प्रभु येशू ख्रीष्टले तिनीहरूलाई त्यस्तो ठान्नु हुँदैनथ्यो। उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर त्योभन्दा अघि उहाँले तिनीहरूलाई पुजारी कहाँ गई आफूलाई जाँच्न लगाउनु भयो। तिनीहरू पुजारीहरूलाई भेट्न गए। बाटोमा जाँदै गर्दा तिनीहरूले आफूहरू निको भएका थाहा पाए। ती 10 जना मध्ये एकजना दगुर्दै उच्च स्वरमा परमेश्वरको प्रशंसा गर्दै आयो। त्यो येशूको पाउमा घोप्टो पर्यो र उहाँलाई धन्यवाद दियो। निको हुने त्यो व्यक्ति एक सामरी थियो। त्यसले उसलाई निको पार्नुहुने व्यक्ति परमेश्वर हुनुहुन्छ भनी जानियो। त्यसले प्रशंसालाई रोक्न सकेन, आफ्नो आराधनालाई रोक्न सकेन। त्यसले धन्यवाद दिन ढिलो गरिरहन सकेन। यसैले त्यो प्रभुको पाउमा घोप्टो पर्यो र भन्यो, म तपाईँको हुन चाहन्छु। म चाहन्छु तपाईँसँग भएका सबै कुरा दिनुहोस्। त्यसले आफू परमेश्वरको उपस्थितिमा छु भनी थाहा पायो, किनकि त्यो निको मात्र भएको थिएन तर बचाइएको पनि थियो। हामी चाहिँ कस्ता छौँ? सरासर आफ्नो घरतिर लाग्ने ती 9 जना जस्ता छौँ कि फर्किएर येशू कहाँ आउने जस्ता छौँ?
के हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ? के हामी उहाँलाई सम्झनाका निम्ति रोकिन्छौँ? के हामीले बितेका असल दिन वा शान्तिसँग सुत्न सकेका निम्ति उहाँलाई धन्यवाद दिन्छौँ? धन्यवाद दिनु परमेश्वरलाई प्रसन्न पार्ने तरिका हो र अनि यो परमेश्वरले गर्नुहुने सबै कुराको निम्ति हामीले उहाँलाई दिने एउटा सानो कुरा हो। हामी यस समयमा आफ्नो जीवन र परमेश्वरसितको सम्बन्धलाई नयाँ बनाऊ। परमेश्वरसँग हाम्रो जुन महान सम्बन्ध छ त्यसका निम्ति हामीले उहाँलाई धन्यवाद दिनुपर्छ। हामीसँग जे छ त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिने अनि हामीसँग नभएका कुराहरूको निम्ति गनगन नगर्ने बानी बसालौँ। परमेश्वर र तपाईँले वरिपरि देख्नुभएका कुराहरू, संसार र त्यसमा रहने मानिसहरूका निम्ति धन्यवाद दिनुहोस्। धन्यवाद नदिने जीवन रित्तो, प्रेम र जोसविहीन हुन्छ। धन्यवाद बिनाको विश्वासमा शक्ति र दृढता हुँदैन। धन्यवाद बिनाको आशामा स्पष्ट ज्ञानको कमी हुन्छ। यसैले हर समय धन्यवादी हुनुहोस्। प्रसिद्ध प्रचारक चार्ल्स स्पर्जनले भनेका छन्, क्रिस्चियन जीवन परमेश्वरलाई धन्यवाद दिने जीवन हुनुपर्छ। आऊ हामी मनन गरौँ, ती कुन कुरा हुन् जसले मलाई परमेश्वरलाई धन्यवाद दिनुबाट रोक्दछ? के म सुत्न जानुभन्दा अघि प्रार्थना गर्न विश्वासयोग्य बनेको छु? सिरानीमा टाउको अडाउनुभन्दा अघि के म प्रभुलाई धन्यवाद दिन्छु? पछिल्लो कुन समयमा मैले इमान्दारी साथ परमेश्वरलाई धन्यवाद दिएको छु? के म हरेक दिन परमेश्वरलाई धन्यवाद दिन्छु? के मानिसहरूले सहायता गरेका निम्ति म उनीहरूलाई धन्यवाद दिन्छु र उनीहरूले गरेका असल काम र काम गर्ने तरिकाका निम्ति उनीहरूको प्रशंसा गर्छु? यी कुराहरू जीवनमा प्रयोग गरौँ। म हरेक बिहान ओछ्यानबाट उठ्न साथ परमेश्वरलाई धन्यवाद दिनेछु। म भोजन खानुभन्दा अघि उहाँलाई धन्यवाद दिनेछु। प्रत्येक रात सुत्नुभन्दा अघि त्यो दिनभरि परमेश्वरले मलाई अनुग्रह गर्नुभएको निम्ति उहाँलाई धन्यवाद दिनेछु। आऊ हामी प्रार्थना गरौँ। प्यारो परमेश्वर, म स्वीकार गर्छु म तपाईँप्रति अधन्यवादी भएको छु। मैले हरेक दिन पाएको आशिषका निम्ति तपाईँलाई कहिल्यै पनि धन्यवाद दिएको छैन। तर तपाईँलाई धन्यवाद दिनु कति महत्त्वपूर्ण कुरा छ भनी मलाई स्मरण गराउनु भएको निम्ति तपाईँलाई धन्यवाद। येशूको प्यारो नाउँमा म प्रार्थना गर्दछु। आमेन।